हेलो गुड मर्निङ एभ्रिवान गुड मर्निङ वेलकम छ तपाईँहरू सबैलाई फेरि पनि मेरो यो नयाँ भिडियोमा यो भिडियो चाहिँ अहिले मैले सुट गर्दैछु मेरो गाउँबाट तपाईँहरूलाई मैले हिजोको भिडियोमा एकदम मेरो गाउँठाउँको प्रेज गरेको थिएँ नि होइन यस्तो मेरो गाउँ उस्तो उस्तो होइन बाटो त आइसकिहालेछ जस्तो भयो भने गाउँ मेरै गाउँ प्यारो हो भने त्यही ठाउँबाट चाहिँ मैले अहिले सुट गरिरहेको छु बाई द वे मेरो राइटमा हुनु चाहिँ मेरो भेना हो है हिज नेम इज आफै इन्ट्रोड्युस गरिदिनुहोस् म चाहिँ यहाँ हाम्रो पङ्कु भाइको भेना हो अनि मेरो नाम चाहिँ अरुण खवास अरुण खवास है राइट नाउ चाहिँ भेना सालो चाहिँ एकैछिन सानो सर्ट राइडमा माथि सुनादा बजारसम्म जाँदैछौँ एक दुईवटा सामान किन्नुको लागि है सो रेस्ट अफ द अपडेट म तपाईँहरूलाई दिँदै गर्छु टिल देन मेरो यो गाउँको भ्यू हेरिदिनुहोस् तपाईँहरू त्यही हो गाउँठाउँ दार्जिलिङ पाहाडमा बसेको घर हो एकदम हरियाली हरियाली होइन बाटो त अहिले ओम नमः शिवाय हजुर बाटो माथिबाट बिग्रिँदैछ गुम्बामा हेर्नु न मतलब बिग्रिँदै हल्का बाटो खनिँदैछ सो आजको राइड चाहिँ पचेङबाट सुरु हुँदैछ मेरो सुनादासम्म है भेना सालो मजाले एकैछिन सर्ट राइडमा जाने एक दुईवटा सामानहरू छ सौदा पानी त्यो किन्ने त्यो चाहिँ चट ए नि भेना अब कति वारेन्टी कति हो के को भेना रोडको ए यो रोडको भनेको खै खै यो पालि त एक्स सर्भिसम्यानहरू आएर नि उनीहरूले रुँगेरै हेरेर बनाएको अब घर फर्किन्छ भन्दो रहेछ ऊ मेरो डल्लीको आमा के हो त्यो के हो त्यो के हो यो वाट इज दिस वाउ मेरो डल्लीको डायमन्ड हेर्नु मेरो भान्जीको सोमियो तित मेरो भान्जीको तित हेर्नुहोस् यो तितलाई चाहिँ म बेलुका आएर स्टिल झुटले गोडिदिन्छु यहाँ हेर्नु न यहाँबाट यति नै हो तर यो बाटो बनेको तपाईँको कम्प्लिट भएको 1.5-2 महिना पनि भएको छैन क्या अब यहाँ गयो भने चाहिँ यहीँबाट त्यो बर्खाको त्यो पानीले उकाउँदै लगिदिन्छ क्या तलतिर पानी पर्ला जस्तो दिन्छ सुनादा बजार हेर्नुहोस् एकदम रमाइलो छ चटक्कै घाम लागिरहेको छ हो त्यस्तै छ यहाँ चाहिँ तपाईँहरूको कान पोलिँदैछ होइन साथीद्वारा साथी यता हेरिदिनुहोस् कान हो यहाँ चाहिँ खुट्टा छ फेरि अर्कोमा चाहिँ खुट्टा कान खुट्टा होइन हल्का गेट टुगेदर नि अब धेरै महिना बाद आफ्टर लङ टाइम आफ्टर लङ टाइम है गाइजहरू यहाँ छ हाम्रो चाहिँ कान खुट्टा होइन यस्तो छ यहाँ पनि छ हल्का स्प्राइटसँग होइन तपाईँले देख्नुहुँदैछ स्प्राइटसँग खाइँदैछ चाहिँ यस्तो छ डाइट है डिनर है मेरो सोल्टी अब जानु आँटेको छ यहाँनिर होइन सोल्टी यहाँनिर छ हुन्छ सोल्टी भेटौँ न बिग फ्यान सोल्टी ऊ त्यसको सन्डे है ओके ल है हाम्रो चाहिँ एउटा सानो गेट टुगेदर प्लान भएको छ होइन सोल्टी हाम्रो चाहिँ होइन सोल्टी र मेरो चाहिँ सट्टै एउटा सानो गेट टुगेदर प्लान भएको छ होइन 5th of July होइन सोल्टा 5th of July ओके सन्डे ओके बेना लु खाना कस्तो भयो भनिदिनुहोस् होला अलिकति अघि त्यो नुन थपेको त दामी भएछ लु आज चाहिँ हामी
यहाँ 4 जना भेना सालो साथीहरू धेरै टाइम बादमा गेट टुगेदर गरिरहेको हैन एकदमै मिठो भएको छ भेना हैन खुट्टा खान्छ बनाउने चाहिँ शिशिर राई हो हैन राईले अभियसली मिठो बनाउनु पर्यो नि त हैन यो चीज भनेको त एकदम राईको मेन खाना हो राई सुब्बाको हैन राई सुब्बा हो फेरि पोल्ने सोल्ने सबै अर्कोले देखाउँदैछ कान गाडी छुरीमा गाडी है यस्तो हो गाउँ बस्तीको भाइबे गाउँ बस्तीको भाइबे यस्तो हो गाउँ बस्तीको खाना यस्तो हो त्यही कारण त गाउँ बस्ती भन्ने कुरा नै एकदमै दिलमा छ क्या जहिले पनि हैन मेरो ठाउँ मेरो गाउँ एकदमै प्यारो दिनसिन खलिबली है दिनसिन मतलब छैन दिन हेर्नुहोस् यहाँ यति साह्रो धुम्म लागिरहेको छ दिनसँग हामीलाई केही पनि मतलब छैन जस्ट हामीलाई चाहिँ यहाँनिर एउटा साथीभाइको एउटा साथ चाहिएको एउटा गेट टुगेदरको लागि है ल गाइस एभ्रीवन है अहिले चाहिँ अब पचेङमा घुम्दैछु हामी तपाईँहरूलाई म मेरो गाउँको रमाइलो ठाउँहरू देखाउँछु होइन राइट नाउ एकदम दामी ठाउँ छ है अहिले चाहिँ फर्स्ट अफ अल हामी 7 नम्बर भन्ने ठाउँ जाँदैछु है तपाईँहरू त्यहाँको भ्यू इन्जोय गर्नुहोस् त्यो विषय लेट्सी हुनसक्छ आज म मिलिङ पनि जानु सक्छु है तपाईँहरूलाई इन्द्रेणी फल्स देखाउनुको लागि त्यो इट डिपेन्ड्स अपन द वेदर होइन वेदर राम्रो हो भने म तपाईँहरूलाई इन्द्रेणी फल्स देखाउँछु इन केस लाइक पानी पर्दैछ यताउता छ भने चाहिँ म तपाईँहरूलाई ओह्रालो लगेर जान्छु नि है पक्कै त यहाँ चाहिँ तपाईँहरूको गाउँले भलिबल हुँदैछ होइन भाइहरूको हल्का रमझम त्यस्तै छ के गर्नु अब होइन गाउँले फिटनेस चाहिँ यस्तो हुन्छ कोही बेला अब सिजनमा भलिबल सिजनमा फुटबल सिजनमा क्रिकेट गाउँले फिटनेस चाहिँ हुन्छ यही गाइजहरू ल एउटा चाहिँ यो लेफ्ट जानुभयो भने चाहिँ मेरो गाउँ है अक्सहरू पुग्छ होइन अक्स निज गाउँ तल चौर गाउँहरू पुग्छ होइन तर अहिले चाहिँ हामी गएर चाहिँ राइट जाँदैछ 7 नम्बरपट्टि है बाटो यस्तै छ गाउँठाउँको त्यही हो होइन अफ रोड होइन यतिको राम्रै हो ब्रदर यस्तो फिल्ममा चाहिँ हल्का मलाई गीतहरू याद आउँछ एज यु अल नो है मैले प्रायः जस्तो ब्लगमा पनि भन्छु होइन गीतहरू याद आइदियो नि त के भन्नु गीत गाउनु नि भएको छैन धेरै वर्ष बाद आयो यो ठाउँ पनि वर्षै बाद आएछ यार साथी यार म अस्ति छुट्टीमा माथि थिइनँ क्या यो बाटो बुझिस् म आइनँ नि यो बाटो आइनँ नि यो त हाम्रो चाइल्डहुड हो नि यो एरियालाई चाहिँ तपाईँ 7 नम्बर एरिया भन्छ उतादेखिको म तपाईँलाई हल्का भ्यूहरू देखाउँछु गाइज है देखाउँदै जा यताबाट चाहिँ तपाईँहरूको 7 नम्बर पर्छ यता देखा न हेर्नु धुप्पीहरू हेर्नुहोस् गाइजहरू है मैले हेलमेट लगाएको छुइनँ हेलमेटमा मैले मेरो क्यामेरा माउन्ट गरेको छुइनँ त्यही भएर चाहिँ मैले मेरो साथीलाई क्यामेरा दिइरहेको छु देखाउनुको लागि है हेर्नुहोस् ओभरै ब्युटिफुल छ क्या यो जग्गा ओभरै ब्युटिफुल जग्गा छ होइन ओभरै ब्युटिफुल जग्गा छ होइन यहाँबाट हेर्नुहोस् न है हेर्नुहोस् लो गाइजहरू हेर्नुहोस् त यहाँबाट ओभर लभली ठाउँ छ क्या कसम होला यहाँ माथिबाट सनसेट हुँदैछ होइन लाग्छ कि त्यही भगवान्ले अनि आम्मा कस्तो लभली ठाउँ छ यार कसम होला त गाइजहरू यो क्यामेराले त्यति साह्रो जस्टिस गर्नु सकेको छैन जति चाहिँ मैले आफ्नो नेकेड आइजले देखिरहेको छु होइन धुप्पीहरू छ यहाँ तपाईँको बुद्धको स्ट्याचु पनि छ है म तपाईँहरूलाई त्यहाँ पनि छेउबाट लगेर देखाउँछु है हेर्नुहोस् गाइज यार यो त बुद्धको स्ट्याचु छ यहाँनिर म पनि यो साइड अस्तिको साल आउँदा थिएन यार अस्तिको साल थिएन है थियो म होइन म अस्तिको साल पनि आएन क्या धेरै वर्ष बाद आएको भन्दैछु त यस्तो चेन्ज भइसकेको रहेछ यो एरिया ओभरै चेन्ज भइसकेको रहेछ यो एरियाहरू होइन ओभरै दामी भइसकेको छ क्या यहाँनिर मेरो भेना मेरो उयोहरू आउँदैछ यहाँ साथीहरू है लु गाइजहरू हेर्नुहोस् है यस्तै छ मेरो गाउँले नजाराहरू है त्यही कारण चाहिँ मैले तपाईँहरूलाई अस्ति भन्दै थिएँ नि मेरो होम टाउन चाहिँ इट्स टोटली अनम्याच भनेर क्या
कोही नै जग्गासँग म्याचै छैन क्या अब इनफ्याक्ट लाइक मेरो लागि चाहिँ हुनसक्छ तपाईँहरू आफ्नो आफ्नो गाउँको आफ्नो आफ्नो ठाउँको आफ्नो आफ्नो नजरिया हुन्छ हेर्ने नजरिया होइन यो चाहिँ मेरो जन्मथल है यही ठाउँमा म हुर्केको भएको कारणले गर्दाखेरि चाहिँ यो ठाउँ यति साह्रो ब्युटिफुल लाग्छ यति साह्रो ब्युटिफुल लाग्छ है मलाई है तपाईँहरूलाई म देखाउँदै जान्छु अगाडि जति मुभ गर्छु त्यति देखाउँदै जान्छु यस्तै छ है डेली ब्लग्समा के चाहिँ हाल्नु भन्नुहोस् त अब केही उतै नै छैन क्या डेली ब्लग्समा के चाहिँ हाल्नु भन्नुहोस् त अब डेली ब्लग्स त्यही हो पकाएको खाएको होइन र पनि म तपाईँहरूलाई यसो इन्जोय होस् है यताउता होस् भने चाहिँ तपाईँहरूलाई यस्तो भ्यूहरू हाल्दैछु है तपाईँहरूले पनि एप्रिसिएट गरिदिनुहोस् एप्रिसिएट कसरी गर्नुहुन्छ आई होप तपाईँहरूलाई थाहै छ है मलाई लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् फलो गरिदिनुहोस् होइन यस्तै छ मेरो गाउँको रीतिथिति है के भन्नु यार यति साह्रो रमाइलो ठाउँ छ है त्यसै म इट्स बिन लाइक 8 months हुन्छ नि गाइजहरू यो ठाउँलाई मैले त्यसै मिस गरेको होइन क्या यति प्यारो ठाउँ छ है कसम आइएम टोटली इन लभ विथ इन दिस यो आइएम टोटली इन लभ विथ दिस प्लेस क्या मैले मेरो मुख पनि अहिले लडबडिरहेको छ क्या मेरो भन्नु के भन्नु मेरो शब्दै छैन क्या कति मिस गरेँ मैले यो ठाउँलाई राइट नाउ वी आर अन CMD चन्द्रमन्धुरा है धेरै 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 वर्ष बादमा यो जग्गा आएको है त्यो साथीले जबरजस्ती गरेर जाउँ न राम्रो छ बाटो भन्यो सो लाइक अहिले चाहिँ चन्द्रमन्धुरा इन्टर गर्दैछु अब अहिले चाहिँ हामीले चन्द्रमन्धुरा काट्यो CMD है मेरो मोस्ट फनिएस्ट है स्कुल लाइफको मोमेन्ट चाहिँ CMDमा के छ भन्दाखेरि म चाहिँ यहाँनिर चाहिँ पहिला एउटा डान्स कम्पिटिसन हुन्थ्यो क्या मिलिङमा त्यो डान्स कम्पिटिसनमा चाहिँ म र मेरो एकजना साथी अरुण भन्ने चाहिँ पार्टिसिपेट गरेको थियो त्यति बेला त्यो बाटोसाटो केही पनि थिएन हिँडेर आएको होइन यस्तो फनी भइदिएको छ होइन नाच्ने बेलामा चाहिँ मलाई ज्वरो आइदिएको हो नाच्ने बेलामा ज्वरो आइदिएको र पनि फर्स्ट राउन्ड हामी पास गऱ्यो सेलेक्ट भयो सेकेन्ड राउन्ड पनि हामी सेलेक्ट भयो लास्टमा सेमी फाइनलमा चाहिँ हामी हार्यो होइन किनभने अब मलाई लिटरली साथीहरू ओभरै घिनाजु ज्वरो आइदिएको थियो खोला तर्दा पानीले भिजेको हो अब त मिलिङ हिँडेर जाँदा पानीले भिजेको त्यो भिजेको कारणले गर्दाखेरि चाहिँ मलाई ज्वरो आइदिएको थियो है वी कुडन्ट मेक थ्रु फाइनल होइन अल्दो एउटा मिठो रिमेम्बर चाहिँ लिएर मैले अब त्यहाँ मिलिङबाट गएँ त्यो रिमेम्बर चाहिँ मेरो स्टिल अहिलेसम्म छ है त्यो भयो भने बाइक ठुलो छ कि गाडीमा लाग्यो नि त कहाँ लाग्यो गाडीमा गाडीमा लाग्यो नि त ढ्याक्कै त्यहाँनिर ए हो खोला हेर्नुहोस् है गाइजहरू बर्खामा यस्तो हुन्छ सेटिस बग्दिँदैछ यहाँबाट खोला होइन चट्टै यो खोला चाहिँ चट्ट बगेर चट्ट भएर यहाँबाट भएको है त्यो खोला चाहिँ है तर तपाईँहरू भुल्न खाल्नु होला यति मात्रै खोला भनेर मेन चाहिँ तपाईँहरूको चाहिँ बग्नु चाहिँ यहाँबाट बग्दैछ है यस्तै छ लभली छ क्या अहिले चाहिँ हामी मिलिङ आइपुग्नु आँट्यो लाइक मिलिङ यो मिलिङै हो है यो चाहिँ भर्खर नयाँ बनिएको ब्रिज हो है हेर्नु सक्नुहुन्छ ओभरै दामी ब्युटिफुल ब्रिज छ है बाइ द वे मलाई के कुरोमा चाहिँ हाँस उठ्यो भन्दाखेरि चाहिँ यो ब्रिज त मेरै नाममा रहेछ क्या हुन्छ नि अब हेर्नुहोस् त हेर्नु चाहिँ म तपाईँहरूलाई जुम गरेर देखाउँछु है मेरै नाममा रहेछ क्या ब्रिज हेर्नु न PANKJ तर यो मैले लेखेको चाहिँ होइन ल अलरेडी यहाँ लेखिसकेको थियो एन्ड यो ब्रिज हुनुभन्दा अगाडि चाहिँ पहिला पुरानो ब्रिज चाहिँ यहाँ छ तपाईँहरूको है पुरानो ब्रिज चाहिँ यहाँ छ म तपाईँलाई देखाउँछु है जस्ट वेट पुरानो ब्रिजको लागि चाहिँ तपाईँहरूले यहाँबाट देख्नुहुन्छ है अहिले त यहाँ पुरै भत्किसकेको छ मक्किसकेको छ है
यो हेर्नु यस्तो ढल्किसकेको छ ब्रिज छ अहिले घरि खोला हेर्नुहोस् ब्युटिफुल खोला बगिरहेको छ है मिलिङ खोला सो अहिले घरि चाहिँ हामी मिलिङलाई पनि बिदावारी मागेर घरतर्फ जाँदैछु बिकज इट्स लाइक 6:45 भइसक्यो अहिले नै है घर पनि जानुपर्छ अहिले अब छिटै रात पर्दैछ नि त हो अब एकछिनमा अँध्यारो हुन्छ त्यस्तो भिडियो पनि राम्रो आउँदैन खासै है सो